So UFC Doha Qatar Fight Night headlined by Aman Sarukian versus Dan Hooker is the main event. Ian Gary versus Belal Muhammad is the co-main event. Is going down this Saturday night. And these are my prediction for some of the fights that I am really excited about. So first one is Tagir versus Kyoji Horiguchi. Kyoji Horiguchi, after so many years back to UFC re-debuted. I'm really excited for this guy. And Kyoji, जमानामा Dimitri Johnson fight गरेको थियो क्या. अनि Tagir last fight against Maxum, it was very competitive, close fight. Give me Kyoji Horiguchi by decision. अनि नेक्स्ट छ ज्याक हर्मान्सन भर्सेस ओरल भाइ है. भेरी हट म्याच अफ मिडल वेट भर्सेस लाइट वेट 170 हुँदैछ यो फाइट. भेरी हट है. दुईजना गुड स्ट्राइकर्स, सलिड ग्राप्लर्स, बट एज डिफरेन्स अलमोस्ट 10 to 8 इयर्सको छ होइन. ओरल भाइ इज मच यङ, इज ओन्ली 27 years old. सो गिभ मी ओरल भाइ प्लस ओरल भाइसँग 170 मा फाइट गरेको धेरै एक्सपिरियन्स. एन्ड ही गट द्याट डग इन हिम. एन्ड द नेक्स्ट वान इज बेक्जात अल्माखान भर्सेस एलेक्जान्ड्रे तोपोरिया. भेरी क्लोज फाइट है. बेक्जात अल्माखान अभियसली बेटर स्ट्राइकर, बेटर ग्राप्लर, बेटर एक्सपिरियन्स. I want to go with Begzat, but त्यो तोपोरियावाला सरनेमलाई मैले डाउट गर्दिनँ क्या. सो I'm still gonna go with Alexandre Topuria. He trains with Ilya Topuria. He coaches Ilya Topuria. Next one is Alex Perez versus Asu Almavaev. Very tricky matchup. दुईजना solid grapplers, but Alex Perezको striking अलिकति better छ. अनि Alex Perezको form त्यति राम्रो नभए पनि he has fought some of the best guys in the division. अनि Asu Almavaev, I love this guy, man. I love this guy. Very tricky, but I'm still gonna go with Asu Almavaev. I love this man. And the next one is Bogdan Grad versus Luke Riley. Now Luke Riley from UK, very promising young prospect, and he's undefeated. केज वरियर्समा फाइट गर्थ्यो उसले होइन. अनि दिस इज द सेम गाई द्याट टिक्योड हाम्रो युकी एङ्डेम्बे इन इज डेब्युट फाइट है. अनि यता बोग्डन ग्रेड, आई डोन्ट नो हु दिस गाई इज है. आम गोना गो विथ ल्युक राइली. इज अ फिनिसर, इज अ भेरी सलिड स्ट्राइकर. एन्ड दी को मेन इभेन्ट बिलाल मोहम्मद भर्सेस इयन मस्याडो ग्यारी. भेरी 50-50 म्याच फर मी. आई डु नट नो हु टु पिक. इयन मस्याडो ग्यारी सलिड स्ट्राइकर, टल, रेन्जियर, फिनिसिङ प्रडक्ट त्यस्तो बल छैन. बट दिस गाई इज जस्ट टु गुड. फाइट आइक्यू अति बेसी दामी छ ग्यारीको. हिज हङ्ग्री, हिज यङ, जुडो ब्याकग्राउन्ड छ. अनि ग्राप्लिङ एभ्री सिङ्गल फाइटमै इम्प्रुभ हुँदै गएको छ. हि ट्रेन्स विथ चार्ल्स ओलिभेरा. अनि यता बिलाल मोहम्मद फर्मर च्याम्पियन, गुड स्ट्राइकर, कम्पोजहरू त्यस्तै दामी छ. हि डज हेभ पावर होइन. सलिड रेस्लर स्ल्यास ग्राप्लर, टेकडाउन्सहरू त्यस्तै दामी. भेरी प्रेसर ह्याभी गाई, पेस त्यस्तै दामी छ, कार्डियो त्यस्तै बवाल छ. बट बिलाल मोहम्मद इज almost 37 years old right now. त्यही माथि he recently lost his title. So I'm gonna go with Ian Machado Gary. I think this guy is one of the best in the division होइन. अनि यो मान्छेसँग पोटेन्सियल छ क्या च्याम्पियन हुने. एन्ड दी मेन इभेन्ट अमन सरुकियन भर्सेस ड्यान हुकर. अमन सरुकियन गुड स्ट्राइकर, कम्बोज, बडी किक्सहरू त्यस्तै दामी छ. हि हेज पावर होइन. अनि हिज अ सलिड ग्राप्लर स्ल्यास रेस्लर. टेकडाउन्सहरू त्यस्तै दामी छ. ग्राउन्ड एन्ड पाउन्ड त्यस्तै दामी. टप कन्ट्रोल होइन. अनि हि ट्रेन्स विथ हाम्जा चिमाएभ. हि इज ओन्ली 28-29 years old right now. हि इज रियली यङ, हङ्ग्री होइन. अनि त ड्यान हुकर, दिस गाई इज अ साइकोप्याथ के. वी अल नो हि हेज गन रक यु च्याट भनेपछि त होइन. इज अ सलिड स्ट्राइकर. वी अल नो कम्बोज, भल्युम, पावर. हि क्यान स्क्रैप, हि क्यान ब्रल. अति बबल एक्सपिरियन्स छ यो मान्छेसँग होइन. अनि दिस गाई इज भेरी ड्युरेबल, रिकभर्स भेरी वेल. वी हेभ सिन इट. अनि इज अ गुड ग्राप्लर टु, एक्सपिरियन्स मान्छे हो. मथ्युज ग्याम्ब्रेटलाई पनि डिफिट गरिदिएको थियो ड्यान हुकरले होइन. हु इज भेरी सिमिलर टु अर्मन सरुकियन. अनि मथ्युज ग्याम्ब्रेटले अर्मन सरुकियनलाई पनि डिफिट गरिदिएको थियो. सो ड्यान हुकर क्यान डु एनिथिङ. यो मान्छे पागल हो क्या. बट स्टिल आम गन गो विथ अर्मन सरुकियन. इज भेरी हङ्ग्री, इज यङ है. बट डु नट काउन्ट आउट ड्यान हुकर.